पोस्टमार्टमको रिपोर्टले त्यो अपराधीको बयानलाई जरादेखि नै उखालेर फालिदियो। रिपोर्टको तथ्य एकदम क्रूर थियो। डाक्टर साक्यले पुष्टि गरे इनिसाको शरीरमा अत्याधिक हिंसात्मक र क्रूर यौन सम्पर्कको डोबहरू थिए। उनको पछाडिको भागमा घिसारिएको घाउहरू थिए। यसको अर्थ उनलाई जबरजस्ती भुइँमा लछारिएको थियो। भित्र र बाहिर आङमा लागेका गम्भीर चोट र अत्याधिक रक्तचाप नै उनको मृत्युको कारण थियो। डीएसपी मोहन जङले स्पष्ट शब्दमा भन्नुभयो, घटनास्थलको प्रमाण र पोस्टमार्टम रिपोर्टले यो सहमतिमा होइन, पूर्ण रूपमा जबरजस्ती हो भन्ने पुष्टि गर्छ। अहिले यो केसको गम्भीरता हेरेर सीआईबी सेन्ट्रल इन्भेस्टिगेसन ब्युरोको विशेष टोली सुर्खेत पुगिसकेको छ। सिनियर इन्सपेक्टरको नेतृत्वमा पोलियोग्राफ टेस्टदेखि मोबाइल फोनको डिजिटल फोरेन्सिक सम्मको सबै कुराहरूको छानबिन भइरहेको छ। यो ग्याङरेप हो या होइन त्यो त डिजिटल र फोरेन्सिक रिपोर्टले छिट्टै नै बाहिर ल्याउनेछ। तर हामी सोचौं न, 16-17 वर्षका बच्चाहरू यति क्रूर काम कसरी गर्न सक्छन् त? यसलाई क्रिमिनल साइकोलोजीमा बिट्रियल ट्रमा र प्रिडेटरी बिहेभियर भनिन्छ। सँगै पढ्ने साथीलाई नै शिकार बनाउनु, उनीहरूमा इम्प्याथी अर्थात् मानवीय संवेदना पूर्ण रूपमा मरिसकेको हुनु हो। उनले इनिसालाई एउटा मान्छे होइन, केवल एउटा वस्तुको रूपमा देखेका थिए। तर यो घटना केवल 4 जना बिग्रेका किशोरहरूको कथा होइन, यो हाम्रो समाजको त्यो कुहिएको अनुहार हो जसलाई हामीले हेर्न चाहदैनौं। के तपाईलाई थाहा छ, एफइडिओको तथ्य अनुसार दलित समुदायको किशोरीहरूमाथि हुने बलात्कारको झन्डै 80% घटनाहरू हत्यामा गएर टुङ्गिन्छ। आखिर किन त? किनभने अपराधीहरूलाई लाग्छ यो दलित समुदायको पछाडि बोल्ने मान्छे कोही पनि छैन र मारिदिए पनि केही पनि हुनेवाला छैन। यो द्वन्द्वहीनताको मानसिकताले आज इनिसाको ज्यान लिइसकेको छ। आज यो घटना भएको पनि 6 दिन बितिसक्यो। दुबईको त्यो उखरमौलो गर्मीमा छोरीको भविष्यको लागि पसिना बगाइरहेका बुवा इन्द्रबहादुर विक मार्च 11 तारिकमा रित्तो हात रित्तो मन लिएर वीरेन्द्रनगर आइपुग्नु भयो। छोरीलाई डाक्टर बनाउने सपना देखेका ती बाबुले आज आफ्नै छोरीको निर्विव शरीर परदेश हस्पिटलको चिसो भुइँमा हेर्नु परेको छ। आज सुर्खेतको सडकदेखि काठमाडौँको माइतीघर मण्डलासम्म एउटै आवाज छ, इनिसालाई न्याय देऊ। राष्ट्रिय महिला आयोग र दलित आयोगले कडाभन्दा कडाई कारबाहीको माग गरेका छन्। तर मेरो मनमा चाहिँ अझै एउटा गम्भीर प्रश्न छ के हामीले आफ्नो छोरीहरूलाई शिक्षा लिन स्कुल पठाउनु पनि डर मान्नुपर्ने हो? स्कुलकै साथीबाट असुरक्षित हुन्छन् भने एउटी छोरी यो देशमा कहाँ सुरक्षित छिन् त? प्यारेन्ट्सहरूले आफ्नै छोराहरूलाई कन्सेन्टको अर्थात् सिकाउनु पर्छ, महिलाको सम्मान गर्न सिकाउनु पर्छ, नत्र कुनै न कुनै इनिसा यसरी नै जंगलको बीचमा लुटेर मारिन्छन्। यो मृत्यु केवल 16 वर्षको इनिसा बिकेको मात्र होइन, यो हाम्रो समाजको मानवताको मृत्यु पनि हो। यो केस आज म 13 मार्चमा रेकर्ड गर्दैछु र यसमा दिनदिनै जसो नयाँ कुराहरू आउँदैछन्। यो केसको फोरेन्सिक रिपोर्ट र फैसलाको हरेक अपडेटहरू म कमेन्टमा अपडेट गराउनेछु।